20,000 तालको एकदम बना ठुलो जङ्गल रहेको छ। यहाँ चाहिँ हात्तीदेखि गैँडादेखि बाघ यहाँ सबै पाइन्छ। बिचमा जाँदाखेरि मलाई टोक्न पनि सक्छ। तपाईँहरू होसियार गरेर आउनु होला कृपया यो ठाउँमा। 20,000 तालबाट मिलेर बनेको तालमा जाँदैछु। हामीले गर्नै नसकिने तालबाट बनेको ताल रहेको छ। अहिले कस्तो छ म पनि हेर्न जाँदैछु। बाटोको कन्डिसन चाहिँ यस्तो छ भने अफरोड छ जङ्गलभित्र चाहिँ। नेपाल सरकारले यहाँभित्र पनि पिच गराइदिनु भन्ने विनम्र र अनुरोध गर्दछु। कृपया यस्तो हिलो छ। अहिले म यहाँ पल्ट्यो भने के गर्ने होइन। पिच गर्न दिँदैन नि जङ्गलभित्र, तर पिच गर्न दिँदैन रे। ठिकै छ, यति पनि चलिरहेको छ नेपालमा। म त टिकिरहेको छ भने सबै टिकिरहेको छ भनौँ। एकदम चितवनको एकदम तातो हावा आइरहेको छ यहाँ। एकदम राम्रो छ। गाइस फाइनली हामी 20,000 तालमा आइपुगिसक्यो। 20,000 ताल यही रहेको छ। एकदमै ठुलो छ यो 20,000 ताल। त्यहाँसम्म लामो छ। यहाँदेखि उतासम्मै छ। 20,000 ताल एकदम राम्रो छ। 20,000 तालमा एउटा सुविधा नि रहेछ के भने यहाँ चाहिँ एकदम डेटिङ स्पोट नि रहेछ। 20,000 तालमा जोडी आउने रहेछ होइन त। एकदम राम्रो भ्यू छ। अनि हाम्रो 20,000 तालमा चाहिँ यस्तो बस्ने ठाउँ पनि रहेको छ। अर्को पनि छ यता यस्तो छ यहाँ। अनि यस्तो यसको नाम के रे, ढङ्गा कि के भन्छ, यस्तो चलाउने ठाउँ पनि छ। यति राम्रो छ र यहाँ बिचमा चाहिँ जानु हुँदैन फेरि चढ्छ नि। त्यहाँ त्यस्तो चाहिँ अङ्कल जसरी चढ्नु पनि मिल्छ। एकदम यहाँ आउने प्रायः जस्तो मान्छेले त्यहाँ फोटो खिचिरहेको छ। एभ्री मान्छेले चाहिँ यहाँ मात्र फोटो खिच्छ किनभने यहाँको सबै फेमस ठाउँ नै हेरेर। र यहाँ पनि चढ्न सक्नुहुन्छ, तर मलाई बोलाउनुपर्छ यहाँ चढाउनु, किन म यसको ड्राइभर चाहिँ। यसको गाडी चाहिँ यहाँ 20,000 तालमा चाहिँ यहाँबाट पानी खान्छ। यहाँ कसरी खान्छ भने यहाँ यस्तो आउँछ, यहाँभित्र यो खोलेपछि यस्तै आउँछ। यसरी यहाँ फिल्टर पानी एकदम शुद्ध पानी यहाँबाट निस्किएको, भुइँबाट निस्किएको एकदम शुद्ध पानी छ। यो चाहिँ मुहान रहेको छ पानी खाने। यहाँ चाहिँ पानीको एकदम पैसा के भने फ्रीमा खान मिल्छ। यहाँ चाहिँ ओपन गरेपछि यसरी बन्द गर्नुपर्छ र यसरी खानुपर्छ। होइन यसरी खानुपर्छ। खाने पनि सिकाइदिएछ मैले। पानी गनाउने रहेछ कि नगनाउने रहेछ। पानी चाहिँ हल्का गनाउँछु साथीहरू, त्यसमा चाहिँ नरिसाउनु होला। अब भयो त अब उठेर सुत्यो नि त